दिनको लागि खानेकुरा भोलि पर्सि 3 दिनको लागि खानेकुरा यस प्रकारको छ ब्याकग्राउन्ड गाइज यो हाम्रो कुकुर डेन्जर बुझ्छ रातले सुत्दैदिनु यस्तो छ हाम्रो खाने जस्ट लाइक यु हामीले चाहिँ अगनी खानेकुरा किनेको सस्तो मिठो अनि मकै अनि यता पनि ब्याकग्राउन्डहरु पुरा इग्नोर गर्न अब प्याकिङ चल्दैछ यस्तो मेरो बिस्तारै म डिस्टर्ब गरे छ ए हैन यो हाम्रो बिस्तारामा आएको यो है हाम्रो बिस्तारामा आएको है मजाले लागिसक्यो यो चाहिँ हाम्रो भिडियो गर्न बसेको है खासमा चाहिँ हामीले राखेको यसलाई चाहिँ के रे ए जालस एक्साइटेड भनिदिनु कस्तो राम्रो देखेको तँलाई त त्यो टगमा काटेर राखेको तँलाई त काटेर हामी सुतेको नि अहिले 12 बजिसक्यो कोही मोले अहिले चाहिँ हामी प्याकिङ गर्दा दिनभरि बिजी भएर प्याकिङ गर्दा 12 बजी खुबै फेरि हामीलाई भोलि बिहान पनि खुब देखि गरिराखेर 12 बजे हामीलाई चाहिँ भोलि बिहान फेरि 5 बजे उठेर जानु भयो मुखले धुन पाएन ब्रस नि गर्नु पाएन अब चाहिँ हामी मुख धोएर ब्रस गरेर बल्ल सुत्छौँ नाटक के रे नाटक गर्यो नाटक सुल्टिने गयो भोलि बिहान भेटौँ न अब हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी कजिन्सहरूको ट्रेक हान्न लाग्यो त्यही भएर हामी चाहिँ रेडी भएर निस्किन लाग्यो अब चाहिँ यहाँ चाहिँ हुनुहुन्छ सुभाष गुरुङ मेरो सोल्टी वेलकम टु माई ब्लग अनि मेरो सोल्टी चाहिँ त्यहाँ बाटोमा पुगिसक्यो है अब हामी चाहिँ निस्किन लाग्यो कि हामी चाहिँ 8 बजेको गाडी छ त्यही भएर हामी चाहिँ अहिले 6:30 बजे निस्किन लाग्यो वेदर चाहिँ कस्तो राम्रो भयो कि उयो हेर्नु यहाँ माथि बादलहरू हाम्रो घरबाट चाहिँ दामी भ्यू देखिन्छ तर यो नयाँ घर बनाएको भएर आजकल चाहिँ भ्यू नै देखिँदैन कि त कस्तो कालै आएको त हेर्दा खुब म त ह्यान्डसम भन्दै हिँड्छ त हामी हिँडेको गाडी कुर्छौँ ओए यता आइज यहाँनिर चाहिँ अगाडि गएर बस्यो वेलकम टु माई ब्लग ओइ बिहान अहिले तगेर घरबाट जम्मा 15-20 फुट के अरे स्टेप मात्रै टाढा हो कि है हामी चाहिँ राति कति बजे 1 बजे सुतेको बिहान 5 बजी उठेको त्यो निन्द पनि पुगेन डेजी नि हेर्न अगाडि गयो ओए आर यु गाइज एक्साइटेड भनेर दिस इज मी बिफोर ट्रेक दिस इज सुभाष गुरुङ बिफोर ट्रेक दिस इज अन्त गुरुङ बिफोर ट्रेक त्यही त घर हामीले चाहिँ लौरी नि ल्याएन कि यसपालि चाहिँ किनकि झोले पानीको टोयलेट सजिलो छ नि त त्यही भएर हामी चाहिँ मिया पठानको गाडी चढेर बाग्लुङ बसपाकतर्फ लाग्यौँ आज चाहिँ पोखराको वेदर कस्तो मजाले खुलेको छ कि हेर्नु न हिमालहरू पुरै देखिरहेको छ हामी चाहिँ बाग्लुङ बसपाक आइपुग्यौँ अब हामी चाहिँ बस चुज गर्छौँ यहाँ जिप त यहीँ रहेछ पोखरा टुका घोरे पानी एबिसी रहेछ ओए यही छ फेरि चस्मा लगाएर फेरि आजको नयाँ भ्लगर यो चाहिँ अरे अझै केही सामानको छोडिरहेको हेलो हामी चाहिँ अहिले बाग्लुङ बसपाकमा आएर खाजा खान लाग्यो कस्तो भिड छ क्या हामीले चाहिँ कताबाट टिकट यहाँ गाडीको टिकट नि बुक गरेर राख्यौँ हाम्रो चाहिँ खाजा नि आयो हाम्रो खाजामा चाहिँ तरकारी तातो पकौडा समोसा अनि दुनर यो दुनर कति ठुलो उमा गड साइज हेर्नु तेरो अनुहार भन्दा पनि ठुलो छ ओ तेरो अनुहार भन्दा पनि ठुलो यहाँ चाहिँ सुभाष गुरुङ छ फेरि अनि हाइड्रेटको लागि चाहिँ जीवनजल पानी बनाइराखेको है छ्याहरूको नराम्रो देखेको त दुम्सीको उस जस्तो ए त हेर्नु जीवनजल पानी खाऊ हाइड्रेट रहो हो अझ हामी चाहिँ अहिले यहाँ बाग्लुङ बसपाक छ भने यहाँ चाहिँ कुन हिल जाने यति धेरै क्राउड छ कि है अब कति धेरै हो कि हामी होइन होला तर देख्दैन छ काटी छ त
कति धेरै मान्छे कि बस पनि कति धेरै मान्छे अब हाम्रो गाउँमा सबै ट्रेक जानेहरूको ब्याग चाहिँ यहाँ माथि माथि त मान्छे आज आधा बाहिर हो आधा यहाँ यसको ब्याग चाहिँ अटेन ब्याग नि कतिलो हुनु पऱ्यो नि कतिलो के गएको सन्चो दल त बस्यो मलाई नि अहिले बसिदिए यो फुल यो गाडीबाट नै सबै ट्रेक जाने मान्छेहरूमा त म चाहिँ यहाँ खुट्टा हल्लाउँदै बसिरहेको मेरो सिट चाहिँ अगाडि तर मजाले घाम लाग्यो वेदर चाहिँ यस्तै भइरहेको छ आई होप मात्रै होइन है वी होप है अरू ट्रेक जाने भनेपछि नङ बनाउँछन् नङ हाल्छन् सफा गर्छन् हाम्रो त यहाँ सफा गर्न नि भ्याएन सफा गर्न धरि भ्याएन के हो हामी के यस्तो सामान पनि हामीले ल्याउनु बिर्सिँदो रहेछ यो पनि सबै एकदम रस भएर हो कि खास गरी हाम्रो चाहिँ सिचुएसनै त्यस्तो क्रिएट भएको भएर हो कि है होइन देखाएको मेरो यहाँ फोहोर कोटाउन नि भ्याएन क्या फोहोरी चाहिँ नभन्नु किनकि यताको चाहिँ फोहोर छैन यो चाहिँ हिजोदेखि हात नि राम्रोसँग धुन भात त राम्रोसँग खान पाएन त्यही भएर यस्तो भएको हाम्रो चाहिँ ट्रेक आउनुभन्दा अघिल्लो दिन चाहिँ हामी दिनभरि बिजी थियौँ अनि बेलुका चाहिँ प्याकिङ गर्दा यताउति गर्दाखेरि हामी चाहिँ सुत्नै पाएको थिएनौँ कि त्यही भएर अब चाहिँ एकछिन सुत्नु पऱ्यो भनेर सुत्न लागेको त गाडी रोकिहाल्यो अनि एक्साइटमेन्टले गर्दा सुत्न पनि सकिएन कि फास्ट हो भने मिठो हुन्छ यो कस्तो मिठो हुन्छ खोइ निकाल्नै नमिलेको ब्रेक टाइम भन्दै हाम्रो खान्छ चाहिँ यस्तो हुन्छ फेरि गर्ल्सहरूको हेल्दी हुँदैन गर्ल्सहरूले देखाउँदा मात्रै हेल्दी गर्ने अरू बेला त्यस्तो हुन्छ गाडी हल्लिएर भिडियो बनाउन नमिल्दा पनि मैले चाहिँ अलिअलि चाहिँ क्याप्चर गरेको छु कि राम्रो लागेको घर चाहिँ कोही बाटो चाहिँ कस्तो राम्रो छ कोही बाटो चाहिँ हेर्नु न यस्तो सिधै ठाडै ओह्रालो छ अनि स्लिपरी के पुरै यता चाहिँ बाटोहरू चाहिँ बन्द रहेछ कि त्यही भएर अहिले हामी यहाँ छौँ बल्ल बल्ल टर्निङ पुगेर यहाँ छौँ म चाहिँ बन्जाङ्गी जस्तो भइसक्यो सुत्न नि मिलेन एक्साइटेड भएर निन्द्रा नि लागेन के अरे टाउको निकाल्नु नमिल्दो रहेछ कि यहाँ झाल कहाँ टाउको निकाल यता हेर बरु माथि हेर त किन नसुतेको त निन्द्रै लागेन के भएर यसरी रोकाउँदै गएछ साह्रो लागेको निन्द्रा लाग्छ होइन उता हाम्रो सुभाष दाई भन्नुहुन्छ उहाँ अहिले चाहिँ मान्छे झरेर हामी चाहिँ सिङ्गल बसिरहेको कि म नि यता भ्यू खिच्नको लागि यहाँ तल यहाँ आएछ पल्टेर पटक जे गऱ्यो भर्खरै यो रोगको सबै मान्छे गयो अनि त्यही भएर हामी मात्रै छौँ कि गाडीले उफारेर राम्रोसँग भिडियो बनाउनु पनि पाएन यो चाहिँ उल्लेरी गाउँ हो हामी चाहिँ लगभग 3.5 घन्टा पछि चाहिँ उल्लेरी आइपुग्यौँ हाम्रो चाहिँ उल्लेरीसम्म मात्रै हुन्छ यो गाडी चाहिँ अब डाइरेक्ट उता भोरेपान जान्छ नि त बनठाडी नभइकन त्यही भएर हामी चाहिँ अब यो उल्लेरीमा झरेर हामी बनठाडीतिर जान्छौँ हिँड्दै ओए सोधिस कस्तो राम्रो रहेछ है घरहरू वाउ हावा त कस्तो चिसो लाग्यो पुरै अब सिरसिर भयो जाडो भयो घामै उस भयो कि घाम चाहिँ बादलले छेक्यो पुरै सधैँ झैँ म अनि मेरो ट्रेकिङ साथी जता भयो नि जता जे गरे पनि यस्तै हाइडेड गाइस फेरि घाम लाग्यो कस्तो मजाले कस्तो राम्रो देखेको है अब चाहिँ हामी गोरेपानीतर्फ लाग्छौँ यहाँबाट बाटो चाहिँ यो रहेछ के देखायो यहाँ रहेछ कि लेखेको के लेख्या म नि एकछिनमा पढ्छु उल्लेरी गाउँको बाटो चाहिँ कस्तो राम्रो रहेछ घरहरू हेर्नु कस्तो फुलै फुल कस्तो राम्रो क्या अघि हामी उल्लेरीको उकालो चढ्दैछौँ अनि यहाँ चाहिँ यस्तो के राख्दो रहेछ मोरे डाँडामा जाने बाटो चाहिँ यता रहेछ यो अनि यता चाहिँ गोरेपानी जाने बाटो आँखै खाने कस्तो चर्को घाम लाग्यो क्या उल्लेरीमा चाहिँ होटेलहरूको एकदम राम्रो व्यवस्था रहेछ कि जताततै होटेलै होटेल कस्तो राम्रो यहाँ तलभरि होटेलै होटेल कि हामी चाहिँ हेरेर मात्रै किनकि हामीले बनठाडीमा खाना बनाएर राख्नु भनेर भन्छ अहिले सबै व्यवस्था रहेछ
बिरे 38.8 किलोमिटर, घोरेपानी चाहिँ 7.2 किलोमिटर हिँड्न बाँकी छ अझै। मेरो गाइजहरू चाहिँ यहाँ पुगिसक्यो, म चाहिँ भ्लग बनाउँदै हिँडेर यस्तो जिप चाहिँ आएको आयो। गाइज हामी चाहिँ अघि खाजा खाँदाखेरि नसकेको प्याक गरेर लिएर आएको थियौँ पकौडा समोसाहरू। अब चाहिँ त्यो खान लागेको भोक लाग्यो नि त। ओए ओए संसारको सबभन्दा ह्यान्डसम मान्छे समाउँदैन यार तँलाई यसरी बसेर समोसा खाएन समोसा। सबलाई भोक लागिहाल्छ है। भोक लाग्यो। भातको याद आयो मलाई, भात र मासु। अरू आधा घन्टा पनि हामीलाई 1 घन्टा लाग्ने होला। तपाईँ दिनदिनै मासु, बिहान बेलुका मासु क्या। ए म चाहिँ हिमालको सिटिलिक्क घन्टा लियो हेर्न। अघि बिहानको भन्दा नि अहिले मिठो भयो। मिठो भयो। बिहान चाहिँ धेरै थियो नि त, अनि मिठो भयो होइन। अहिले चाहिँ थोरै खानु मिठो भयो। चाउमिन अचार नि थियो त। अचार फाल्दियो कस्तो हामीले खाएको जस्तो छैन त्यहाँ अचार। पानी जस्तो फाल्दियो होइन उस भयो होला नि, स्मेल आएको होला नि। होइन झोल बाँध्यो के प्याकिङ गरेर हो क्या झोल। हामीलाई अर्को बिग्रेको होला, बिग्रेको होला। हामी चाहिँ यसरी खाँदै हिँड्ने होइन। अनि होइन खानेकुरा लिने मान्छे पोकै पोकै ध्यामाथि गयो। ओ पवित्र हामीले खाइदिन्छ नि रह्यो क्या, पोकै बोकेर गयो कि। ट्रायल चाहिँ तेर्छ अलिअलि उकालो त्यस्तै छ। जे होस् अहिलेसम्म चाहिँ सजिलै हो। यहाँ रहेछ लाली गएछ अलिअलि, अघि बाटोमा नि अलिअलि देखेको थिएँ। क्याप्चर गर्नै नसक्ने क्या यस्तो गाडी हल्लेर। यहाँनिर नाकै ठोक्यो, नाकको डाडी अझै दुखेर, हात पनि ठोक्यो। गाडीमा भिडियो बनाउने भनेर घरि यता हिँडेको घरि यता हिँडेको त ढङ्किढङ ठोक्यो। नाकको डाडीमा जान्थ्यो, झ्यालको डन्डै ठोक्केर एकछिन त आँखाभरि आँसु भयो कि मेरो। यहाँ चाहिँ डुट्टो घोडा रहेछ। पुच्छारमा छोइदियो भने त यिनीहरूले त झारिदिन्छ। यो त यता अघि त उता फर्केर बसी त क्यामेरा निकालेको त यता फर्क्यो। यो चाहिँ मस्त घाँस खाइरहेको। यो सेती, यो ब्राउनी रहेछ। के पक बिस्तारै अहिले फेरि तिनवटालाई ब्याक्की काट्दै यहाँ तल पुग्यो। ल गाइज यो अमिलो टमाटर, अचार खाने टमाटर यस्तो मजाले फल्छ। एउटा टिपेर कति धेरै हुन्छ। अझै यहाँ त कति थोरै फलेर रहेछ है। यो झप्पै फल्छ कि। योसँग भात मासु दाल भने यति धेरै खान्छ मैले। यस्तो मिठो हुन्छ, यस्तो मुतीको सब भिडियो बनाउँछ भनेको यार। चुप्ला फेरि भन् त यो आजको मेरो भ्लगर यो भन्थ्यो होइन, यसले एकचोटि पनि बनाएन कि। होला जस्तो छ, बिस्तारै होला जस्तो। लेट्स सी। मैले लाइफमा फर्स्ट टाइम देखेको न यहाँ के छ। यत्रो सानो बोटमा लाली गुराँस फुलेछ कि। ओ माइ गॉड कति सानो छ हेर्नु न। ल गाइज हामी चाहिँ बनठाडी आइपुग्यौँ। हामी चाहिँ अब हाम्रो होटल खोज्छौँ। यहाँ चाहिँ घरको अगाडि घरको साइडमा यस्तो मजाले लाली गुराँस फुल्दो रहेछ। हामी त हेरेको हेऱ्यो नि त, घरकै अगाडि यस्तो लाली गुराँस देखेर पाउँदा यहाँको मान्छेहरू कति ह्याप्पी होला नि क्या। यस्तो बाटोमा नि फेरि यहाँको होटलहरू पनि कस्तो क्युट कि हेर्दै बाहिरबाट सर्भिस कस्तो छ थाहा छैन होइन, तर हेर्दै कस्तो राम्रो क्या बाहिरबाट नि। फोनले चाहिँ क्याप्चर गर्न सकेन। यहाँ चाहिँ यस्तो मजाले हिउँ लागेको छ क्या। यहाँतिर चाहिँ लाली गुराँसकै बार हुँदो रहेछ हेर्नु, बारीको छेउछेउ पुरै लाली गुराँस फुल्यो यस्तरी। वाउ यहाँ देखेन पिङ्क, यो पिङ्क कस्तो कहाँ पिङ्क रे। यहाँ त बजारै रहेछ यस्तोको त। ए कस्तो राम्रो हो, क्युट चिजहरू क्या है। मलाई यो जस्तो मन पऱ्यो है। गाइज
मैले चाहिँ बाटोभरि यस्तो नोटिस गरेँ अघि एउटा आन्टीले अन्डाको खोलो होइन भन्नुभएको थियो कि म चाहिँ टच गर्न आएको यो अन्डाको खोलो कि के हो अन्डाको खोलो हो उहाँले कस्तो मटटर होइन अन्डाको खोलो हो यसलाई कलर गरेको कस्तो क्रिएटिभली पाराले कि है ओके यहाँ पुरै स्याउ जस्तो राखेको यसलाई चाहिँ स्ट्रबेरी यो चाहिँ रियलै हो फेरि अनि यता चाहिँ फुल जस्तो यसो राखेको यो सब उसको खोलो हो क्या अन्डाको खोलो कस्तो मजाले राखेको हामी चाहिँ हाम्रो होटल आइपुग्यौँ खाना खाने ठाउँ होटल एलिना हामीले चाहिँ बिहानै बुक गरेको थियौँ त्यही भएर हामी चाहिँ यहाँ आएर हाम्रो होटलमा अब खाना खानु लाग्यो हामीले चाहिँ भेज खाना प्लस अन्डा गरेको क्या है धेरै मासु खानुहुन्न यो जस्तो मासु सक्दै खान्छु भन्नुहुन्न होप मिठो होस् नमिठो भयो भने त टेन्सन हुन्छ फेरि खाना खाएर बस्दा बस्दै पानी परेको त्यही भएर हामी चाहिँ गेटअप नै चेन्ज हाल्यौँ सबैको सबले न्यानो न्यानो कपडा लगायो यसले नि मैले नि अब चाहिँ हामी प्लास्टिक गरेर जादु भन्दै हिँड्छ फेरि आजको त उसो के मेन क्यारेक्टर हो कि यता हेर यहाँसम्म लगाइदिन्छ अब प्लास्टिक पनि जाने हामी चाहिँ रेडी भयौँ अब हिँड्नलाई यहाँबाट उकालो लाग्नलाई ए जादु ग्रिन जादु येल्लो जादु म चाहिँ पर्पल जादु ल अब चाहिँ हामी गोरेपानीतर्फ लाग्यौँ यो रुटले चाहिँ गोरेपानी जान्छ है आयु गोजी खोताल्नुपर्छ यसरी मैले यसरी खोताले सबले अब हामी चाहिँ हिँड्यौँ अब चाहिँ पानी ठुलो पऱ्यो भने चाहिँ म फोन निकाल्दिनँ कि फेरि फोनमा पानी पर्छ नि त त्यही भएर पानी परेन भने चाहिँ म भ्लग कन्टिन्यू गर्दै जान्छु होइन मैले राम्रो मलाई क्याप्चर गर्न मन लागेको चिजहरू चाहिँ म क्याप्चर गर्दै जान्छु पानी ठुलो पऱ्यो भने चाहिँ अब के गर्नु मोबाइल जलाउनु पऱ्यो है पानी परेर यस्तो आकाश खरा भिडियो बन्दैछ राम्रो देखिँदैन लास्टमा त अब पुलमा भिडियो बनाउने भनेको यस्तै अब स्टिक निकालेर गर्न नि मिल्दैन है पानी ठुलो आयो क्या अहिले हिँड्दा हिँड्दै बाटो चाहिँ यस्तो दामी हो यहाँ चाहिँ टी हाउस जस्तो रहेछ अनि टी हाउसको अगाडि चाहिँ मन्दिरको अझ पानी पऱ्यो घोरे पानी जाने बाटो चाहिँ पानी पऱ्यो नि यस्तो हुन्छ गाइस यस्तो बिचरा एक्लै रहेछ अब ओए पुरै गाडी फसेर बहिनी र सोल्टिनी चाहिँ पछि पछि थाकेर हिँड्नै सकेन अरे यस्तो रहेछ है पहिरो रहेछ पानी परेर हामी चाहिँ अहिले उडारमा चाहिँ बसिरहेको रेस्ट होइन हामी चाहिँ उडारमा रेस्ट यस्तो छ ठाउँ मसिनो परेको मसिनो परेको धेरै ठुलो त परेको तर असिना चाहिँ परेको क्या के अरे के हिउँ पर्नु नि पऱ्यो है असिना यस्तो बाक्लो परेको क्या मसिनो परेको तर बाक्लो परेको है भन्दा कम छैन तर कस्तो नराम देखेको यहाँ क्यामेरामा त है अँध्यारो भएर पानी पर्दा यस्तो बिन्दु आकाश गरेर ओहो स्नोफल नक्कलीवाला स्नोफल भएर क्या यस्तो जम्मिसक्यो
सिना त्यस्तै गरेर आकाश त्यस्तै गरेर के बोकेछ त्यो बाटो माथिको बाटोहरू त सेतो सेतो हुन्न खायो कुनो कुनोले सबै सेतो भइसक्यो गाइस हाम्रो चाहिँ अब ट्रायलहरूमा नाली गुराँसहरू देख्न थाले है कस्तो राम्रो देख्यो है तर पानी चाहिँ रोक्यो होइन है जादु खुट्टा सबै सबको यस्तो भयो जुत्ता देखा त ए कचक कचक भइसक्यो मेरो चाहिँ अलिक भिजाउनु है मेरो चाहिँ सबै पसिसक्यो त्यो नाली गुराँस चाहिँ अझै घाम लागेको पुरानो देखिन्थ्यो है हेर्नु यो चाहिँ पिङ्क हो त्यहाँ माथि रेड पनि छ पिङ्क पनि छ गाह्रो छ हामीलाई गाह्रो छाता वडी बनाउनु पर्यो आँखाले हेर्दाखेरि टोटल्ली स्नोफल जस्तो देखियो है तर फोनले क्याप्चर गर्नै सकेको छैन यस्तो दामी भयो कि फुलै फुल अझै पानी नपरेको यस्तो भयो के गर्नु र गाइज आज त कतिखेर पऱ्यो होला है पुलिनमा चाहिँ हिउँ पऱ्यो रहेछ कि अलिअलि हिउँ पऱ्यो त लाइट स्नो भयो रहेछ क्यामेराले त क्याप्चर नै हुँदैन तर डाँडा पुरै हिउँ नै हिउँ भयो नि त अनि यतापट्टिको डाँडाहरू नि भयो अलिअलि यहाँ चाहिँ गाडा पिङवाला नि रहेछ क्या अरू चाहिँ लाइट पिङ छ यो फाइनल्ली गाइज हामी चाहिँ घोरेपानी आइपुग्यौँ यहाँ चाहिँ घोरेपानीको इन्ट्रान्स गेट छ अनि यहाँ हेर्नु न यहाँ वेदर हेर्नु न वेदर यस्तो दामी भयो पानी पऱ्यो भने हल्का हल्का लाइट स्नोफल भयो जस्तो भयो माथि चाहिँ तर यहाँ चाहिँ भएन यो चाहिँ पानी नै हो क्या माथि चाहिँ पुरै हेर्नु न यो भेगमा स्नोफल भयो क्या यस्तो दामी भयो यहाँ त पुरै यस्तो यस्तोमा आइसै जम्मे खायो कि है बसेर के ट्रान्जेक्सन भिडियो बनाउने भनेको तर यहाँ हाम्रो मोबाइलसँग दिने मान्छे नि पाएन स्ट्यान्ड छ तर स्ट्यान्डमा छाता उडाइदिने मान्छे नि पाएन मेरो चाहिँ के अरे चिसो भएर यो सबै जम्मिया जस्तो भयो बोल्न नि अप्ठ्यारो भयो मलाई चाहिँ ल गाइज लाइफको फर्स्ट टाइम स्नोफल भयो है यहाँ लाइभ स्नोफल भयो यहाँ चाहिँ स्नोफल भयो अहिले चाहिँ दामी भयो है यतातिर चाहिँ छैन फेरि यहाँ चाहिँ भयो मसिनो पुरै जमिन नखायो यतातिर चाहिँ यस्तरी आइसी जमिन खायो अघिनको पानी लिन है अब मैले उता घुमाउँछु है हिउँ परेछ गाइस हिउँ स्नोफल हामी चाहिँ अहिले यहाँ घोरेपानीमा छौँ अनि यो घोरेपानीमा चाहिँ हामीले अहिले सबै के अरे एकदम रियर पाउने व्हाइट कलरको अरू सबैमा यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ पिङ्क छ तर यहाँ चाहिँ एउटा राम्रो एकदम रियर पाउने व्हाइट कलरको चाहिँ हामी यहाँ भेटेको छ यसको पछाडि पुरै के अरे पिङ्क छ होइन तर यहाँ चाहिँ यस्तो राम्रो भोलि नि आउँछ उता चाहिँ नयाँ फुलेर रहेछ कि यो चाहिँ भर्खरै हामी चाहिँ हाम्रो होटल चाहिँ वहाँ माथि टपमा यो यहाँबाट देखेको नि छैन ओइ तर हात देखा त यसको हात चाहिँ बिचरा छाता समात्ने स्टिक समात्ने भएर यस्तो रातो भइसक्यो हाम्रो पनि त्यस्तै भयो हुन त यस्तो भइसक्यो यहाँको घरहरू हेर्नु न कस्तो क्युट हो अनि यहाँ फेरि पुन हिलमा हिउँ परेको नि त कस्तो राम्रो देखेको क्या भोलि हामी जान्ने यहाँ हो हामी चाहिँ 5.5 घन्टा जति हिँडेर उल्लेरीबाट है उल्लेरीबाट 5.5 घन्टामा हामी चाहिँ हाम्रो होटल हिल टपमा आइपुग्यौँ सबभन्दा टपै रहेछ सबभन्दा ढिलो हामी आइपुग्यौँ है यहाँ चाहिँ यस्तो चिसो भयो हाम्रो चाहिँ कपडा सबै भिज्यो क्या अब चाहिँ हामी फ्रेस भएर म चाहिँ यहाँको भ्यू देखाउँछु है तपाईँलाई यस्तो दामी भएन पहिला चाहिँ फ्रेस हुन्छ है गाइज हामी चाहिँ कपडा चेन्जहरू गरेर भ्यायो म चाहिँ अब हाम्रो रुमबाट बाहिरदेखि नि भ्यू देखाउँछ है कस्तो दामी ए यो त खोलिसक्यो रहेछ तैँले खोलेको रेडी तल खोले होइन खोले रेडी 1 2 3 वाउ हेर्नु त यस्तो दामी भयो हाम्रो खुट्टा चाहिँ चिसो भएर यस्तो भयो 646 हाम्रो चाहिँ लुगाहरू सबै पानीले भिजेको भएर हामीले चाहिँ यहाँ सुकाएको थियौँ
हामी बस्ने होटलमा चाहिँ स्ट्रेन्जर दाइहरूले कस्तो मिठो गीत गाइरहनु भएको रहेछ क्या अनि फ्लुट पनि कस्तो मिठो बजाउनु हुँदो रहेछ हामीले चाहिँ एकछिन इन्जोय गऱ्यौँ त्यसपछि हामी चाहिँ खाना खान लाग्यौँ हामीलाई चाहिँ हिँडेको भन्दा पनि पानीले रुजेको भएर यस्तो थाकेको थियौँ कि त्यही भएर हामीले चाहिँ छिटो छिटो खाना खायौँ अनि रेस्ट गर्न गइहाल्यौँ सी यू अन नेक्स्ट भ्लग गाइज बाई